हेलो साथीहरु, तपाईलाई आजको भिडियोमा स्वागत छ। आज मैले ब्याचलर्स इन सिभिल इन्जिनियरिङको 4th सेमेस्टरमा रहेको प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स भन्ने हाम्रो सब्जेक्टमा रहेर चाहिँ 2023 को न्यू कोर्सको चाहिँ मोडल क्वेशनको सबै सोलुसन लिएर आएको छु हैन। यो भन्दा अगाडि हामी सबै टाइप्सको न्युमेरिकल गरिसकेका छौं, च्याप्टर वाइज इम्पोर्टेन्ट सबै क्वेशन ब्याङ्कको सबै 100% हाम्रो सोलुसन छ प्लेलिस्टमा, तपाईले गरि हेर्नु होला। र आज मैले जस्ट मोडल क्वेशनको सबै सोलुसन गर्दैछु। यो भन्दा अगाडि सबै यही टाइप्सको भइसकेको छ, सो कारणले मैले आज चाहिँ एक्सप्लेन चाहिँ गर्दिन है त। अब अहिलेसम्म घाटी सुकिसकेको मैले यत्रो एक्सप्लेन गरिसकेँ। लगभग हाम्रो मोर देन अब 43-44 जति हाम्रो भिडियो छ, सबै तपाईले एउटै भिडियो लगभग 30 मिनेट जतिको पनि छ हैन, 10 मिनेट जतिको लामो लामो छ। एउटैमा 3 चार्टर सल्भ गरिसकेका छौं। यति हुँदैमा तपाईले इनफ त भइहाल्छ। सो यसमा चाहिँ मैले खासै एक्सप्लेन गर्दिन है त। तपाईले पज गर्नुहुन्छ कि कसरी हुन्छ तपाईले बुझ्नु होला, नत्र सबै मैले अगाडि नै बुझिसकेको छु। अथवा जस्ट अब सोलुसनको लागि मात्र है त। अब ग्रुप ए मा चाहिँ हाम्रो 2010 को 20 मार्क्सको सोध्छ, 3 वटा क्वेशन दिन्छ। हामीले अरमा कुनै 2 टा गर्नुपर्ने र फर्स्टमा हामीले सोधेको चाहिँ यो चाहिँ हाम्रो प्रोबेबिलिटी युनिट 3 बाट बेस थ्योरमबाट सोधेको छ। सिम्पल छ, अगाडि नै सेम लगभग मलाई लाग्छ यही सेम भ्यालु भएको पनि हामीले अगाडि नै लगभग गरिसकेको छ है त। भ्यालु मात्र फरक दिने हो, लगभग एउटै क्वेशन सोध्छ। सो बेस थ्योरमबाट भएको सजिलो छ है त। यो बेस थ्योरमबाट प्रोबेबिलिटी सोध्यो भने एकदमै छोटोमा सकिन्छ यो। जस्ट तपाईले यो प्रोसेस फलो गर्नु होला अनि एकैछिनमा यो आइहाल्छ है त। 10 मार्क्स भने चाहिँ एक पाना पनि जाँदैन, लगभग यतिमै एन्सर आइसक्यो। या हुँदै एन्सर आइसकिसक्यो, 10 मार्क्स पाकिसक्यो यतिमै। र अर्को हामीलाई सोधेको छ यो चाहिँ हामीलाई यो चाहिँ लास्टबाट सोधेको छ हामीलाई टेस्ट अफ हाइपोथेसिसबाट हैन। यो पनि अब होइन, यो टेस्ट अफ यो चाहिँ हाम्रो रिग्रेसन एनालाइसिस, रिग्रेसन र कोरिलेसनबाट युनिट 2 बाट चाहिँ सोधेको छ। यहाँ पनि 10 मार्क्सको सोध्छ एउटा। सो यो वाला सोधेको छ, तपाईले हेर्नु होला। यसको लागि यहाँ टेबल बनाइदिनु पर्यो हैन, टेबल। अनि टेबल भएर अब यहाँबाट मिनको भ्यालु निकाल्नु पर्यो। या y एक्स अन y को लाइन रिग्रेसन लाइन एक्स अन y को कुन निकाल्नु पर्ने त्यो अब सबै थाहा भइसक्यो हामीलाई हैन, कुन निकाल्ने। यस पनि छोटो नै छ कि लगभग अब 1.5 पाना जति लेखियो 10 मार्क्स आयो क्या। यो सजिलो छ, प्रोबेबिलिटी पास गर्ने त्यति गाह्रो चाहिँ छ है त। तपाईले पज गर्नुहुन्छ कसरी हुन्छ हल्का तपाईले हेर्नु होला है त। मैले जस्ट सोलुसन मात्रै गरिदिएको छु। यो छ। अब क्वेशन नम्बर 3 मा हामीलाई सोधेको छ युनिट 8 लास्ट च्याप्टरबाट टेस्ट अफ हाइपोथेसिसबाट काई स्कोरबाट हामीलाई एउटा 10 मार्क्समा सोध्छ। यो पनि सजिलो छ, एकदमै छोटो छ है त। हामीलाई यो दिएको छ, सुरुमा नल हाइपोथेसिस निकाल्नु पर्यो, अल्टरनेटिभ हाइपोथेसिस अनि अन्डर एचमा यो फर्मुला थाहा हुनु पर्यो हैन। यो सब हामीलाई थाहा हुनु पर्यो। यति नै छ। यो पनि सकिहाल्छ, एक पेजमै हाम्रो 10 मार्क्स आइसक्यो। यो टेबल क्याल्कुलेसन मेन टेबल यो हैन। यहाँबाट क्याल्कुलेटर काई स्कोरको भ्यालु आइसक्यो मेरो हैन। यो सबै मैले अगाडि सिकाइसकेको छु है त। सो तपाईले अब त सर र तपाईले हेर्नु मात्र मैले देखाएको मात्रै छ है त। मलाई अब ज्याउ भयो कि अब एक्सप्लेन गरिराख्नु पनि सबै अब गरिसकेको कारणले। ग्रुप बी मा चाहिँ हामीलाई 8 × 4 14 मार्क्स हुन्छ। यसमा 9 वटा क्वेशन हुन्छ है त। थ्योरी पनि सोध्नु छ यसमा चाहिँ। सो यहाँबाट कुनै 8 नम्बर हामीले गर्नुपर्ने हुन्छ है त। सो फर्स्ट क्वेशन 4 मा सोधेको छ हामीलाई युनिट 1 बाट हैन, स्ट्याटिस्टिक्सबाट सोधेको छ। सिम्पल हो। यहाँबाट के सोधेको रहेछ भन्दाखेरि मिन र भेरिएन्स सोधेको रहेछ। सो यो खालको टेबल दियो भने हामीले यो टेबल बनाइदिनु पर्यो। यसरी चाहिँ हामीले मिन र भेरिएन्स निकाल्नु पर्यो। सिम्पल छ, यति नै। 4 मार्क्स आइसक्यो। सो 5 मार्क्स आइसक्यो यदि यहाँबाट। अर्को मलाई सोधेको छ यहाँबाट यो चाहिँ मेरो प्रोबेबिलिटीबाटै सोधेको छ 5 मार्क्समा हैन। यो तपाईले क्वेशन पढ्नु होला। सो क्वेशन चाहिँ अलिकति लामो चाहिँ देखिन्छ, तर सोलुसन चाहिँ यति एक पेज पनि गएन क्या, छोटै छ यति। अन्त के पनि के दिएको छ त्यो लेखिदिनु होला अनि सिधै सल्भ हुन्छ हाम्रो यसरी है त। यो भएको हो। अब अर्को पनि हामीलाई सोधेको छ र्यान्डम भेरिएट एक्स वाला सोधेको छ। यो भेरिएट एक्स र पी एक्स दिएको छ। यो चाहिँ मलाई लाग्छ युनिट 4 बाट हुनुपर्छ त। युनिट 4 बाट हो यो। त्यहाँबाट एउटा हामीलाई फिक्स हो एउटा। सो मलाई यो भ्यालु दिएर के को भ्यालु मैले निकाल्नु पर्ने छ यसमा, सिम्पल। अनि एक्सपेक्टेड भ्यालु दिएको मलाई निकाल्नु पर्ने छ। भेरिएट एक्स को भ्यालु मलाई सोध्यो, मैले यो पनि निकालिसकेँ। यति नै सकिसक्यो है त। सो अब अर्को क्वेशन नम्बर 7 मा सोधेको छ। यसमा चाहिँ मलाई पोइजन्स र नर्मल डिस्ट्रिब्युसनबाट एउटा सोध्नुपर्छ। यसमा चाहिँ मलाई बाइनोमियलबाट सोध्यो त। बाइनोमियल र पोइजनबाट एउटा सोध्नुपर्छ है त भनेपछि यो सोध्यो मलाई। युनिट यो चाहिँ 5 लाई लाग्छ मलाई त। युनिट 5 नम्बर थियो। यहाँबाट सोध्यो, क्वेशन पढ्नु होला तपाईले। अब यहाँबाट सल्भ गर्ने क्रममा मलाई डिफेक्टिभ पी को पर्सेन्टेज दियो, स्याम्पल साइज 10 दियो। सो लेस देन मेरो 20 रहेछ। सो मैले यसमा के गर्छु बाइनोमियल भेरिएट लाउँछु, बाइनोमियल डिस्ट्रिब्युसन। सो अब यहाँ आइसक्यो सबै भ्यालु यति छ है त। यतिमै एकदमै छोटो छ क्या, एक पेज पनि जाँदैन क्वेशन है त एन्सर। अब यो 8 नम्बरमा सोधेको छ। यो चाहिँ मलाई युनिट 6 बाट सोधेको हुनुपर्छ, नर्मल डिस्ट्रिब्युसनबाट हैन। यो छ मेरो क्वेशन पढ्नु होला। अनि यो छ मलाई यो क्वेशन दिएको छ त। कुन च्याप्टरबाट एक्ज्याक्ट मलाई पनि अलि थाहा छैन। सो तपाईले अब आफूले हेर्न सक्नुहुन्छ। हामीले सबै च्याप्टर वाइज सोलुसन भिडियो हाल्नै सकेका छौं। यो चाहिँ मेरो कन्फिडेन्स इन्टरभल निकाल्ने वाला रहेछ है त। सो यो भएको है त। यहाँसम्म गयो। सीआई 99% को लागि हामीलाई दुईटाको लागि सोधेको रहेछ। सो यो पनि तपाईले हेर्न सक्नुहुन्छ है त। यो भएको है त। अब अर्को क्वेशन नम्बर 9 मा सोधेको छ र्यान्डम स्याम्पल भनेपछि यसमा चाहिँ मलाई यो सोध्यो टेस्ट अफ हाइपोथेसिसबाटै सोधेको रहेछ। ठीक छ।
युनिट 8बाट सोधेको रहेछ क्वेसन पढ्नु तपाईँ मजाले अनि कुन टाइप्सको रहेछ भन्ने कुरा पनि पहिला मैले सबै मैले यसको त लगभग सबभन्दा धेरै हाम्रो भिडियो भनेको युनिट 8बाट छ क्या लेक्चर नम्बर 9सम्म पुगेको छ एउटै लेक्चर फेरि लेक्चर एउटैको पनि पार्ट 1 पार्ट 2 गरेर पनि कुनैको भिडियो छ भनेपछि एकदमै धेरै भिडियो हालिसकेका छौँ युनिट 8बाट चाहिँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ त यो भएको है त यतिमै सक्यो अब क्वेसन नम्बर 10मा सोधेको छ मलाई यहाँबाट चाहिँ नर्मल डिस्ट्रिब्युसन र या चाहिँ यो रहेछ है त यो अगाडिको चाहिँ यो चाहिँ इस्टिमेसनबाट हुनुपर्छ यो अलिकतिको यो चाहिँ नर्मल डिस्ट्रिब्युसनबाट हो क्या यता नर्मल डिस्ट्रिब्युसनबाट स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसनबाट क्वेसन पढ्नु होला मजाले यसमा यो जेड इक्वल एक्स माइनस बी ओभर सीको होला है त यो भनेको स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसनबाट हो यो भएको यिनीहरूको लागि चाहिँ तपाईँलाई कोड पनि चाहिन्छ त मैले यसमा कोड सबै मैले सिकाएँ यति नै रहेछ न्युमेरिकलमा अब 11 नम्बरमा चाहिँ मलाई थ्योरी सोधेको छ डिस्टिङ्ग्विस बिट्विन कोरिलेसन एन्ड रिग्रेसन जुन मैले इम्पोर्टेन्ट भनेको छ कोरिलेसन रिग्रेसन एकदम इम्पोर्टेन्ट छ कोरिलेसनको प्रोपर्टी रिग्रेसनको प्रोपर्टी अथवा डिफ्रेन्स बिट्विन बोथ अथवा एक्सप्लेन अबाउट कोरिलेसन रिग्रेसन जे पनि भन्न सक्छ है त जे पनि सोध्न सक्छ यो पनि सबै मैले पहिल्यै पनि भिडियो बनाइसकेको कारणले मैले यसमा एक्सप्लेन गर्दिनँ तपाईँले भिडियो पज गर्नुहुन्छ कि कसरी हुन्छ सर हेर्नु होला है त मैले देखाउँदै मात्रै छु मैले टन्नै डिफ्रेन्स बिट्विन छुट्याइदिएको छु इनअफ हुन्छ है त 4 मार्क्समा 5 मार्क्समा जतिमा सोधे पनि इनअफ हुन्छ फर्मुला पनि लेख्नु लास्टमा फर्मुला चाहिँ मैले देखाएन है त र 12 नम्बरमा सोधेको छ राइट अ सर्ट नोट है त राइट अ सर्ट नोट प्राइमरी एन्ड सेकेन्डरी डेटा अर्को एस्टिमेसन सोधेको छ है त अब प्राइमरी डेटा सेकेन्डरी डेटा यो पनि मैले पहिला गरिसकेको जस्तो लाग्यो जस अब प्राइमरी र सेकेन्डरी डाटा यसमा म लेखिसकेको छु मैले चाहिँ अब प्रोबाबिलिटीमा थ्योरीलाई खासै फोकस गर्ने होइन थ्योरी खासै भिडियो पनि हालेको छैन किनभने सबै प्राइज छ न्युमेरिकल सोध्नु कहिले काहीँ सोध्यो भने थ्योरी भनेको एउटा अथवा सर्ट नोटमा सोध्नु होइन सो मैले राखिनँ प्राइमरी डेटाको लागि मैले यसमा लेखिदिएको छु हेर्नु होला सर मैले एक्सप्लेन चाहिँ गरिनँ अर्को भनेको मेरो सिम्पल छ त्यो तपाईँले पढ्नुहुन्छ भने बुझिहाल्नुहुन्छ सेकेन्ड डाटा यहाँ छ अब तपाईँले बुझेर आफ्नै ल्याङ्ग्वेजमा हेर्न सक्नुहुन्छ है त यो भएको त्यस्तै गरी अर्को भनेको इक्जाम्पलको लागि र एस्टिमेसन भनेको के हो यसमा लेखिसकेको छु मैले यति लेख्नु छ भने इनफ हुन्छ एस्टिमेसन यति हुन्छ है त सो यसमा एस्टिमेसनको इक्जाम्पल छ अब यसमा थ्योरी अब यसमा 2024 मा अहिलेभन्दा अगाडि जति पनि सोध्नुमा सोध्दै थियो त्यो सबै मैले यसमा अब मैले बनाइसकेको छु होइन सो मैले यो चाहिँ योभन्दा पछाडि अर्कै भिडियोमा एक्सप्लेन गर्नेछु त्यो सबै थ्योरी मैले हल्का एक्सप्लेन गर्नेछु अर्को छुट्टै मैले थ्योरीको भिडियो बनाउँछु सो आजले चाहिँ यति नै गर्नेछु है त सो मैले एक्सप्लेन गरेँ तपाईँले अब भिडियो पज गर्नुहुन्छ कसरी हुन्छ तर जस्ट तपाईँले सोल्युसन चाहिँ हेर्न सक्नुहुन्छ नत्र योभन्दा अगाडि नै सबै हामीले गरेकै वालाबाट छ क्या यो मोडल क्वेसन पनि सो कुनै पनि एउटा नयाँ टाइपको छैन सो मैले एक्सप्लेन गरेँ है त सो यति नै गर्नेछु सबैलाई बाई बाई बेस्ट अफ लक